Achangi charasi wankawa Achangi charasi wan Papa charasi बुढाबुढी सबै हेर्छौँ हामीले अरू खास चाहिँ हाम्रो मेरो फेसिलिटी त्यो ऊभित्र चाहिँ कार्य विभाजनभित्र चाहिँ त्यति पर्छ तर यहाँ चाहिँ सबै हेर्नुपर्छ अरू बुढाबुढी बच्चाले नजर गर्दा पनि भइरहेछ भन्ने हुन्छ यस्तै खालको नर्मल बेडमा गराउँछौँ अरू डेलिभरीको त्यस्तो अलिकति राम्रो बेड छैन त्यसो भने डेलिभरीको चाहिँ हामीसँग एउटा मात्रै सेट छ क्या जुन अब जतिखेर आउँछ उसलाई चलाइसकेपछि सँगै दुईवटा डेलिभरी आयो भने त्यो गराउने खालको पनि छैन हामीले चाहिँ कुर्नुपर्छ त्यसको लागि अब यहाँको सिचुएसन हेर्दाखेरि अब हामीले रेफर गर्न समस्या होइन बिरामीहरूको त्यस्तै रोगहरू हेर्दाखेरि चाहिँ यहाँ जिल्ला हस्पिटलमा जति डाक्टरको दरबन्दी आवश्यकता पर्छ यहाँ एउटा हस्पिटलकै रूपमा बन्नुपर्ने चाहिँ यसरी देखिन्छ अपरेसनदेखि सबै यहाँ अब जस्तै हामीसँग एउटा एक्सरेको फेसिलिटी पनि छैन होइन अब जस्तै लाइक भिडियो एक्सरेको फेसिलिटी पनि छैन त्यसको लागि चाहिँ वुमेनलाई रेफर गर्दाखेरि अब एउटा गर्भवतीको केस हेर्दाखेरि होइन अब जस्तै उनीहरूको चाहिँ अब हामीले छान्दाखेरि थाहा हुन्छ नि त उसको ट्रान्सफर छ ट्रान्सफर केस छ भने चाहिँ त्यो त एकदम डेन्जर केसमा पर्यो त्यसको लागि चाहिँ हामीले भिडियो एक्सरे गरेर चाहिँ अपरेसनकै लागि रेफर गर्नुपर्छ तिनीहरू चाहिँ लान मान्दैन क्या ट्रान्सफर भए पनि मरे पनि यहीँ मरोस् जाँदिन भनेर मान्दैन एक त अब आर्थिक अभावले पनि हुनसक्छ त्यस्तो अवस्थामा चाहिँ यही हामीसँग फेसिलिटी भए धेरै राम्रो हुन्थ्यो यहाँ चाहिँ के हुन्छ भने पहिला चाहिँ एउटा त्यो सोलुखुम्बु के छ नि हिमाली स्वास्थ्य तथा वातावरण केन्द्र भन्छ त्यसले चाहिँ अब 6 महिनामा चाहिँ भिडियो एक्सरे त्यो महिलाहरूको लागि क्या गर्भवती महिलाहरूको लागि विशेष 6 महिनामा भिडियो एक्सरेको क्याम्प जस्तै पठाउँथ्यो क्या पुरै गोली चौडाखा सबै सोलुखुम्बुको पुरै जिल्लामा अहिले त्यो चाहिँ स्टप भइसकेको छ त्यसको लागि चाहिँ हामीलाई पनि मन्थली 3000 रुपियाँ थपिदिएको छ मन्थली आफ्नो त्यो छुट्टै हामीले चाहिँ घरमा गएर हेल्प गर्नुपर्ने अब नआउने मदरहरूलाई चाहिँ लिएर आउनुपर्ने होइन त्यो चाहिँ अस्ति असारदेखि सिधै हाम्रो कार्य प्रोग्राम अहिले त्यो छैन त्यो भएर चाहिँ अहिले ट्रान्सफर भए पनि यहीँ गर्नुपर्छ अस्ति पनि एउटा घटना घट्यो यहीँ हाम्रोमा के भयो भने अब म जिल्लामा ट्रेनिङमा गएको थिएँ यहाँ कोही पनि छैन काम गर्ने अनि त्यतिखेर ल्याएको रहेछ ब्रिज प्रेजेन्टेसन रहेछ त्यतिखेर चाहिँ मदर चाहिँ मरेन बच्चा चाहिँ मऱ्यो गर्भवती हुन प्रेग्नेन्ट हुन नसकेर हुन नसकेर डेलिभरी हुन नसकेर अब त्यस्तो चाहिँ बढी जस्तो उनीहरूले अलिकति गरुङबारीहरू बोकेर अलिकति के हुन्छ भने सुत्केरीमा पनि अलिकति महिलाहरूमा समस्या सबभन्दा देखेको समस्या भनेको सुत्केरीको बेलामा काम गरेर हो होइन अलिकति राम्रो खाना नभएर सुत्केरीको अब 5 दिन 10 दिन सुत्केरी त्यो नरन गर्ने बित्तिकै उनीहरूले उठेर बारी बोक्न थाल्ने काम गर्न थाल्ने त्यसले गर्दाखेरि वुमेनहरूमा चाहिँ त्यस्तो समस्या आउँछ भनेदेखि अर्को बुढाबुढीहरूमा चाहिँ अलिकति हावापानीले पनि हो यस्तो कामहरू अब जस्तै खेतीपातीको बारी बोक्ने त्यस्तो गर्ने चाहिँ अब 6 महिनापछि त गर्न सकिन्छ हाम्रो नेपालको यताको सिचुएसनमा त अलिकति हार्डली कामहरू चाहिँ गर्नु चाहिँ राम्रो होइन कम्तीमा नि 2 वर्षसम्म त त्यस्तो हार्डली कामहरू गर्न मिल्दैन भनेर छ भन्न चाहिँ तर त्यो चाहिँ बनाइमा मात्रै छ गराइमा छैन
मान्छेहरू पनि बिग्रिराखेका कारणले गर्दाखेरि अब यो स्कुलको एरियामा चाहिँ हटाउन पाए हुन्थ्यो भनेर हामीले त्यही गर्न खोजेको। हजुर त्यही गर्ने मनपरी गर्ने जे पाए त्यही बोलिरहेका छन् हामीलाई अहिले सबैले अब हेपिराखेका छन्। धेरै कमी भइरहेको छ तर अब अहिले अब अलिकति नराम्रो पनि शब्द आइरहेको छ हामीलाई। आमा समाजको मान्छेले चाहिँ यस्तो गर्नु पाउँदैन भनेर चाहिँ अब नारा जुलुसहरू पनि हाम्रो लागि लागिरहेको छ। अब भएकै कुरालाई होइन किन गर्नु, अनि त्यही कारणको लागि आज हामी जुम्मा भइरहेका हौँ। अब हामीलाई नराम्रो शब्दहरू बोलिरहेका छन् अनि त्यसलाई अब गर्नु नै पर्ने नै छ। अब सबै हेपाइ नै भयो हाम्रो लागि सबैले हेपेको छन्। अब खेर ठुल्ठुलो नेताहरूले पनि हामीलाई हेपिदिएको छन्। अब हेपेको कारणले गर्दाखेरि हामी यति आज जम्मा भएको हो, नभए हामी जम्मा हुँदैन थियौँ आज। हजुर हामी चाहिँ अब कारबाही गर्नु नै पर्यो भनेर चाहिँ यसरी आएको हामी चाहिँ। हजुर अब हाम्रो कुरा एउटै हो दुईजनाको। अब यस्तै हो, हामीले माग गर्न खोजेको एउटा बैठक बस्ने घर, आमासम्महरू बस्ने ठाउँ चाहियो। अनि एउटा अब सबै मागेर त के सकिन्छ। हजुर अनि अब हामीले यही हो। अनि जाँड रक्सीको लागि अनि के अरे हटाउनको लागि यति गरेको। अब जे जस्तो भए पनि हामीले राम्रै गर्न खोजेको हौँ। अनि हजुरहरूलाई अब सबै हामीले मागे जति त अब के रे हो नि त। अब सुरु गर्दै अब यस्तै पहिलेबाट यस्तो हुँदै हुँदै अहिले यहाँको एरियामा खासै टोइलेटहरू चाहिँ त्यति उ छैन होइन। बाहिरबाट आउनेको यो त बाटो एरिया छ नि, अनि त्यो के अरे माउन्ट एभरेस्टतिर जाने बाटो पनि यही पऱ्यो। तर बाहिरबाट आउनेको लागि चाहिँ छैन। जुन अब तत्कालीन रूपमा घरमा गएर होटलमा खायो भने त त्यहीँ अब होटलमा व्यवस्थित छ, तर बाहिरबाट आयो त्यस्तोको लागि चाहिँ ठाउँ चाहिँ छैन यो एरियामा। हजुर हजुर टोइलेट हजुर हेल्थको लागि त अब यहाँको पेसेन्ट अब साधारण भयो भने पनि अब युएससी गर्न भयो, अब साधारण प्रेग्नेन्ट छ कि छैन भनेर अब जुन ब्लडमा उ गर्नुपर्ने भयो, अब युरिनमा टेस्ट गर्न त्यो गर्नको लागि पनि साधारणको लागि पनि साधारण एक्सरेको लागि पनि अब ठुलै ठाउँमा जानुपर्छ। एक दिनभन्दा बढी नै ठाउँमा जानुपर्छ। त्यो चाहिँ गाह्रो छ। हजुरहरूले सबै मलाई कम्युनिटीको बारेमा सोध्नु भयो नि त, त्यही भएर कम्युनिटीको लागि त्यो भन्न खोजे हो। तर हेल्थको लागि चाहिँ अब मलाई हेल्थको बारेमा सोध्नुभएको कि उता कम्युनिटीको बारे सोध्नुभएको, त्यो भएर थाहा भएन। तर हेल्थको बारेमा भन्नुपर्दा चाहिँ मलाई त्यो ब्लडहरू अब साधारण गर्नुभयो होइन। फ्र्याक्चर साधारण छ भने एक्सरेको लागि त्यो साधारण, अब पेट सेट दुखेको छ अब भिडियो एक्सरे जिग्मी लामा उहाँहरूले सबैले त्यस्तो सहयोग गर्नुभयो, साथी गर्नुभयो भने पछि। किनभने लामाहरूलाई जस गाउँलेहरूले नि सबैले धेरै सहयोग गर्छ। गाउँलेहरूले अब पढ्न धर्मको बारेमा भनिसकेपछि उहाँहरूले नि कसैले चाहिँ म पछि पर्ने मान्छे कोही पनि हुँदैन, यो म हिन्दू हो। हिन्दूहरू अब अहिले नेपाली भने सबै नेपाली हो नि, बाहुन छेत्री कामी दमाई भनेर त्यस्तो कसैले उ गर्दैन। सबैजनाले धर्मको लागि भनेपछि सबैले सहयोग गर्ने, त्यसको लागि सबैले ओके मान्छ। उसको स्कुलको लागि भन्दाखेरि अहिले सानो बच्चाहरूलाई किनभनेदेखि सानो भर्खरको बिरुवा हो भने बाली लाएर मात्रै राखेर हुँदैन, त्यसलाई बिरुवालाई नै मलजल गर्नु पऱ्यो, त्यसलाई चाहिँ राम्रोसँग हुर्काउन सक्नु पऱ्यो। अनि त्यो सबैलाई गऱ्यो भने त्यो पछि भविष्यको लागि चाहिँ उनीहरूलाई नि राम्रोसँगले पढेर ज्ञान पायो भने पछि भविष्यको लागि बच्चाहरूलाई नै राम्रो हुन्छ भनेर चाहिँ
पढाउन सुरु गरेको हो। त्यसको लागि चाहिँ आफ्नो धर्म संस्कृति आफ्ना बारीको लागि त्यो राम्रो हुन लागि त्यसो गरेको। उनीहरूले अहिलेको किनभनेदेखि बालबच्चाहरूले पढ्ने चाहिँ पहिलेको बुढाबुढी मान्छेहरूले अब भनेको अनुसारले चाहिँ उहाँहरूले चाहिँ हामीले त पढेको छैन, बच्चाहरूलाई चाहिँ अब जसो गरे पनि पढाएर हुर्काएर राम्रो बनाउने चाहिँ स्थिति चाहिँ अभिभावकहरूले सबैले राम्रो सोचेको छ। अहिले भविष्य लागि पहिले भन्दा योभन्दा 15-20 वर्ष अगाडि भन्दाखेरि अहिले चाहिँ विकास पनि अहिले राम्रो भइरहेछ। अनि यहाँ चाहिँ अब जस धर्म संस्कृति त्यो चाहिँ फैलिँदै जाने जस्तो चाहिँ सम्भव छ। सबैजनाले अब धेर जति धर्मकै बारेमा संस्कृति त्यो चाहिँ अलिकति फैलाएर लाने भनेर चाहिँ सबैजनाले अब